माउरी गोला चाहिँ यही रुखमा बसेको छ। ल यहाँ देख्न सक्नुहुन्छ माउरी निरीक्षण नगरेको पनि थुप्रै समय भयो। यति बेला चाहिँ माउरीहरू अरिङ्गल लागेको हुनाले यसरी बाहिर बसेको छ। लगातार पानी परेको गरेर यो उड्डा पनि चिसे छ। यो चाहिँ सुकाउनको लागि यसरी पेडीमा फिजारेको हो। 50 रुपैयाँ एउटालाई तेरीमा खान्छ भिडियो बनाउँछु यसलाई। दर्शक बिन आज फेरि नयाँ भ्लग लिएर यहाँहरूको सामु फेरि पनि म उपस्थित भइसकेको छु र आज चाहिँ म घाँस काटेर आइसकेको छु र आज चाहिँ घाँस काट्न जाँदाखेरि एक ठाउँ माउरी गोला बसेको देखेको छु। त्यस हुनाले अब चाहिँ म त्यो माउरी गोलाको उद्धार गर्न जाने तयारी गरिरहेको छु। भने आज चाहिँ विभिन्न कामहरू रहेको छ र के कामहरू हुन्छ यहाँहरूलाई म देखाउने छु। र दर्शक बिन आजको मौसम यहाँ देख्न सक्नुहुन्छ आकाशमा चाहिँ कालो कालो बादलहरू देखिएको छ। भने यति बेला हुस्सु चाहिँ लागेको छैन। ल यहाँ देख्न सक्नुहुन्छ यति बेलाको मौसम। र यति बेला चाहिँ हाम्रोतिर भर्खर मकैले धान फाल्न सुरु गरेको छ। हाम्रो बेसीतिर लगभग मकिन लागिसकेको छ। भने यहाँ देखिराख्नु भएको छ यति बेला चाहिँ यहाँनिर भर्खर मकैले धान फाल्ने तयारीमा छ। ल यहाँ देख्न सक्नुहुन्छ यतापट्टि चाहिँ काँक्रा र यति बेला चाहिँ ओड्डाहरू निकाल्ने चटाहरू पनि भइरहेको छ। बिक्रीको लागि भर्खर हामीले निकालेर राखिएको छ। ल यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ माउरीको लागि उड्डारको लागि सामग्री लिएर म अब चाहिँ माउरी उड्डारको लागि जाँदैछु। र यति बेला चाहिँ मौसम ठिकै छ। यतिको मौसममा चाहिँ उड्डार गर्न ठिकै हुन्छ र त्यस हुनाले म अब चाहिँ जाँदैछु ढाकर बुन्नको लागि। चोया काट्दै हुनुहुन्छ। ल यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ ढाकरको भारी पनि बनिसकेको रहेछ। हप्तामा कतिवटा डोको बेच्नुहुन्छ बुवा ल भन्नु त? महिनामा त्यही हो 32 वटा। महिनामा 30 वटा? अझै धेरै होला। एउटालाई कति पर्छ? 500। एउटालाई 500। 30 भनेको चाहिँ 30 पंचे 150 भनेपछि लगभग 15-20 हजारको कारोबार हुँदो रहेछ ढाकरबाट। ल भारी चाहिँ बनिसकेको छ। ल यहाँ देख्न सक्नुहुन्छ चोया चाहिँ यसरी काट्ने गरिन्छ। यो चाहिँ लेबास हो। ल र यति बेला चाहिँ यो ढाकरको सिजन पनि हो। ल दर्शक बिन यतापट्टिको मौसम चाहिँ यस्तो रहेछ। ल यहाँ देखिराख्नु भएको चाहिँ यता तलतिरबाट पुरै हुस्सुहरू निस्किँदै रहेछ। ल यहाँ देख्न सक्नुहुन्छ यहाँ पनि भर्खर मकैले धान फाल्दैछ र मकैका फुलहरूमा माउरीहरू अलिअलि डुलिरहेको छ, डुल्न सुरु गरेको छ। र योपालि चाहिँ अरिङ्गालको गोला भेटिने सिजन पनि हो, तर पनि योपालि अरिङ्गालको गोला खासै देखिएको छैन। अहिले चाहिँ म यो सम्बन्धित ठाउँमा आएर यो रुखको बुटामा चढिसकेको छु। देख्न सक्नुहुन्छ माउरी गोला चाहिँ यही रुखमा बसेको छ। ल यहाँ देख्न सक्नुहुन्छ माउरी गोला चाहिँ त्यति धेरै चाहिँ छैन। ल यहाँ देख्न सक्नुहुन्छ माउरी चाहिँ यसरी बसेको छ। जङ्गलतिरका माउरीहरू घरतिर आउने सिजन पनि हो। त्यस हुनाले यति बेला चाहिँ माउरी गोलाहरू भेटिने गर्छ, आउने गर्छ। माउरी झोलामा राखिसकेको छु भने यहाँ अलिकति मात्रै बाँकी छ। ल यहाँ देख्न सक्नुहुन्छ यो मास्तिरपट्टि रहेका माउरीहरू बाँकी छ। रानी चाहिँ त्यो झोलामा गइसकेको कारणले बाँकी रहेका माउरीलाई चाहिँ मैले पार्टीले यसरी उडाएर झोलामा राख्ने प्रयास गर्दैछु। यति बेला घाम मजाले लागिरहेको भए माउरी उठाउनु त्यति गाह्रो पर्ने थिएन। ल त्यहाँ देख्न सक्नुहुन्छ यो झोलाभित्र रानीसहित चाहिँ झोलाभित्र छ भने बाँकी रहेका माउरी बाहिरपट्टि झोला बाहिर बसेको छ। ल त्यहाँ देख्न सक्नुहुन्छ मैले माउरीको उड्डार गरिसकेको छु। माउरी त्यति धेरै छैन, अब सधैँभरि धेरै भेटिन्छ भन्ने छैन। सबै माउरी गोला मजबुत हुन्छ भन्ने पनि छैन, कुनै थोरै पनि हुन्छ। अब यही थोरै माउरीलाई पनि हामीले राम्रो चरण स्रोतहरू जङ्गलमा छ भने चाहिँ यही थोरै माउरी पनि एकदम राम्रो हुने गर्छ यदि रानीले राम्रो काम गरेको छ भने। माउरी चाहिँ यसरी बसेको छ, करिब एक फ्रेम चाहिँ पुरा कभर गर्छ। ल यहाँ देख्नु भएको चाहिँ यति माउरीले एक मुठी लिएर आछ, एक मुठी पनि छैन, आउँछ एक माना जति छ। एक मुठी यत्रो छ, एक माना एक मुठी हो। एक मुठी भन्छन् त्यतिलाई। एक मुठी माना कत्रो हुन्छ भन्नु पहिला। माना ठुलो। ल यहाँ देख्न सक्नुहुन्छ म चाहिँ घरमा आइसकेको छु। ल यहाँ देखिराख्नु भएको छ होइन केक तरकारी बनाउनु लाग्नु बाबु है? केही पनि नै। र अहिले यहाँ आउँदै पानीको छिटा परिसकेको छ। ल यहाँ देख्न सक्नुहुन्छ माउरी चाहिँ यसरी बसेको छ। ल दर्शक बिन यहाँ देख्न सक्नुहुन्छ अहिले चाहिँ पानी पर्न लागेको कारणले मैले यो माउरीलाई यत्तिकै यहाँ झुन्डाएको छु। ल यहाँ देख्न सक्नुहुन्छ। ल दर्शक बिन यहाँ देख्न सक्नुहुन्छ माउरी सेट गर्ने बेला फेरि पानी पर्न लागेको छ। ल यहाँ देखिराख्नु भएको छ यो वर्ष चाहिँ अत्याधिक मात्रामा झरी परिरहेको छ निरन्तर रूपमा र त्यस हुनाले पनि यो जङ्गलतिरका माउरीहरू निस्किरहेको छ।
अब चाहिँ मैले माउरी सेट गर्न लागिरहेको छु। मैले चाहिँ यो घारमा माउरी राखिसकेको छु। ल यहाँ देख्न सक्नुहुन्छ माउरी चाहिँ फ्रेमतिर जाँदैछ। ल यहाँ देख्न सक्नुहुन्छ। ल दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ मैले माउरी सेट गरेर सकिसकेको छु। अलिअलि बाहिर माउरीहरू उडिरहेको छ र धेरैजनाले चाहिँ यो माउरी बसाल्नको लागि क्विन गेटको प्रयोग गर्नुहुन्छ। त्यहाँ चरनहरू पर्याप्त मात्रामा छ भने चाहिँ क्विन गेट लगाउनै पर्दैन, अटोमेटिक रूपमा बस्छ। र भाग्ने माउरीलाई भाग्न दिनुपर्छ, किनकि त्यहाँ घार खाली भइसकेपछि फेरि अर्को माउरी आइहाल्छ। र यो जबरजस्ती राखेको माउरीले चाहिँ त्यति राम्रो प्रगति गर्दैन। त्यस हुनाले यो क्विन गेट लगाइराख्नु आवश्यक छैन। र गोरु बाख्रा चाहिँ उही तल बेसीमै छ, बाठाहरू मात्रै घरमा छ। ल यहाँ देख्न सक्नुहुन्छ घाँसहरू खाँदैछ। यो घाँसहरू फेरिदिनु पर्ने बेला भएको छ। ल यहाँ देख्न सक्नुहुन्छ यो भैँसीहरूले पनि घाँस तुरिसकेको रहेछ। यो चाहिँ हाम्रो बाल्य पाडा, धेरै अगाडिदेखि नै हामीले पाडाहरू पाल्ने गरिएको छ। ल यहाँ देख्न सक्नुहुन्छ। ल यो चाहिँ मुर्रा भैँसी। ल यहाँ देख्न सक्नुहुन्छ। बस 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 बस। दिउँसोको समयमा यत्तिकै उडिरहेको छ। ल यहाँ देख्न सक्नुहुन्छ। घाँसले गर्दाखेरि चाहिँ घार नै छेकिएको रहेछ। ल त्यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ यो बर्खाको समयमा यस्तो छ अवस्था। यो गोठको टिन पनि पुरै यस्तो भएको रहेछ। यो खिया लाएर अलिक पुरानै भयो। सबै यो घाँसले गर्दाखेरि यस्तो छ अवस्था। ल हरिङ्गन लागिरहेको छ। ल यहाँ देख्न सक्नुहुन्छ। ल यतापट्टि पनि त्यस्तै छ। सबै घाँसहरू फान्नु पर्ने छ। टिन माथि सुत्त यसरी घाँस उम्रेको छ। ल यहाँ देख्न सक्नुहुन्छ यति ठुल्ठुलो भइसकेको छ। र यो माउरी निरीक्षण नगरेको पनि थुप्रै समय भयो। त्यस हुनाले यहाँ माथिपट्टि यति अग्लो निहुरेको घाँस उम्रेको रहेछ यो घारको माथि। ल यहाँ देख्न सक्नुहुन्छ। यति बेला चाहिँ माउरीहरू अरिङ्गल लागेको हुनाले यसरी बाहिर बसेको छ। यस्तो हातले समय राख्नुभन्दा यसरी काट्यो भने छिटो हुँदो रहेछ। दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ मैले घारको वरिपरि सर्लक्क काटिदिएको छु। ल यो चाहिँ साउने आरू। ल यस्तो मजाको छ। यो चाहिँ साउने आरू हो, भित्र रातो हुन्न। जति पाकेको भए पनि यस्तै सेतै हुन्छ। ल यहाँ देख्न सक्नुहुन्छ साउने आरू चाहिँ यस्तो हुन्छ। र एक थरी असारे आरूको चाहिँ यहाँ भित्रपट्टि रातो हुन्छ भने यसको चाहिँ रातो हुन्न। ल यहाँ देख्न सक्नुहुन्छ साउने आरू खान लागिरहेको छु। एकदमै मिठो रहेछ। र यो चाहिँ हाम्रै बारीमा उत्पादन भएको अदुवा। कति बेच्यो होला आमा अदुवा अहिलेसम्म? कति 1 क्विन्टल जति बेच्यो? 1 क्विन्टल डेरी बेच्यो हो र। दर्शकबिन यो वर्ष चाहिँ करिब 3 क्विन्टल जति अदुवा बिक्री भयो। र अझै निकाल्ने क्रममै छौँ। र बारीमा थुप्रै निकाल्न बाँकी छ। र हाम्रो चाहिँ पहिल्यैदेखि चाहिँ अदुवाहरू लगाइन्थ्यो। र यो वर्ष पनि अदुवा राम्रै छ। यो अदुवाको चाका यस्तो गजबको छ। अझै यो भाँचै गएछ, साना साना रहेछ। ल यहाँ देख्न सक्नुहुन्छ यस्तो गजबका छ अदुवाहरू। ल यो लगातार पानी परे गरेर यो अदुवा पनि चिसै छ। यो चाहिँ सुकाउनको लागि यसरी पेडीमा फिजारेको हो। ल त्यहाँ देख्न सक्नुहुन्छ। ल यता बुवाले चाहिँ अदुवा बनाइराख्नु भएको छ। दिउँसभरिमा जम्मा यति अदुवा बनाएको हो। ल यहाँ देख्न सक्नुहुन्छ यो दिउँसभरिको काम बुवाको। अदुवामा भएका माटोहरू टकटक एउटै हुनुहुन्छ। हाम्रोमा चाहिँ खासै काँक्रा फलेको छैन। त्यस हुनाले आज चाहिँ म काँक्रा चोर्न जाने प्लान गरेको छु। र त्यहाँ देख्न सक्नुहुन्छ झाल चाहिँ एकदम राम्रो छ। परको बारीमा चाहिँ अलि राम्रो फलेको थियो। अब त्यहाँ बारीतिर जाँदैछु। यो चाहिँ हाम्रै बारी हो, तर पनि यहाँ काँक्रा एउटा पनि फलेको देखिएन। पर बुवाहरूको बारीमा चाहिँ काँक्रा एकदम राम्रो फलेको रहेछ। ल यहाँ देख्न सक्नुहुन्छ यस्तो गजबका छ। त्यहाँ देखिराख्नु भएको छ। अब चाहिँ मैले त्यो चाहिँ काँक्रा चोर्न पर्छ कि जस्तो लागिरहेको छ।
एउटा मात्रै हो एउटा एउटा मात्रै हो बुए चोरेको एउटा मात्रै एउटै 50 रुपियाँ पर्छ एउटालाई तेरीमा खान्छ भिडियो बनाउँछु यसलाई त होइन बुए होइन भिडियो बनाएन के काँक्रा चोर्न भनेर गएको बेकारको गाली मात्रै फेरि ओहो फ्यान हो तिमी के हो फ्यान भनेको फ्यानको स्पेलिङ भन त ल फ्यानको स्पेलिङ भन हट यफे आइएन होइन र नाम के हो हो र अनि मम्मीको नाम बाबाको नाम बाबा कहाँ हुनुहुन्छ ल भन र आजको भिडियो के कस्तो लाग्यो प्रतिक्रिया जनाउन नभुल्नु होला यदि मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर पनि गर्न सक्नुहुन्छ